ल फेरि माछाको जाली पोखरीमा हालिसकेका छ। जाली तान्ने काम हुँदैछ। अघि त निकै ठुलै माछा परेको थियो। अहिले भने खासै माछा परेको छैन। पुनः फेरि तान्ने काम हुँदैछ। यो ओक्लामा राज्यको ब्रोकन बो भन्ने जङ्गलको बिचमा रहेको पोखरी, जहाँ चाहिँ माछा छ, तर हामीले राम्ररी ठुलो माछा चाहिँ प्राप्त गरेका छैनौँ। यसरी किनारमाबाट जाल हान्ने काम भइरहेको छ। पुनः फेरि हामीले जाल हानेका छौँ। अब यसपालि हेरौँ माछा पर्ने हो नपर्ने हो हेर्न बाँकी छ। जाल तानिसकेका छ। यसपालि पनि हामीले माछा प्राप्त गर्न सकेनौँ। पुनः फेरि जाल हान्ने तयारी हुँदैछ। ल पुनः फेरि हामीले ठाउँ परिवर्तन गरेर माछा मार्नको लागि जाल हान्ने तयारी अवस्थामा छौँ। ल जाल हानिसकिया छ। अब यसपालि हेरौँ माछा पर्छ पर्दैन। पक्कै पनि यसपालि माछा पर्नुपर्ने हो। जाल निकै गह्रौँगो देखिएको छ। साना अति साना माछाहरू परेका छ। साना माछाहरू छन्। यस्तो साना माछाहरू मात्रै परेका छ। हाम्रो जल्लारीहरू 2 जना हुनुहुन्छ, तर माछा चाहिँ सबै साना मात्रै परेका छ। ल फेरि तयारी हुँदैछ। उक्त साना माछालाई पुनः पोखरीमा नै फ्याँक्ने काम भइरहेको छ। यसरी पोखरीमै पुनः फ्याँकिँदैछ। अर्को पटकलाई हुन्छ। फेरि तयारी अवस्थामा रहेका छौँ जाल हान्नलाई। जाल हानिसकिया छ। जाल बिग्रेको भन्ने कुरा आएको छ। अब जाल बिग्रे पनि माछा नबिग्री पर्यो भने राम्रो हुनेछ। अहिले पनि माछा पर्न सफल भएन।